हेलो गाइस, आज चाहिँ म यहाँ करेसाबारी चाहिँ सफा गर्नुको धेरै झारहरू भएर चाहिँ यस्तो हेर्नु न, यस्तो झारहरू आएर चाहिँ यहाँ खोर्सानीहरू थियो सबै मरिसक्यो कि। हेर्नु त खोर्सानी आउनु त राम्रो आइरहेको छ कि। झारहरू धेरै भयो, झारहरू खान लागेको नि साथीहरू। आउनुहोस् मसँगै झारहरू खान आयो। खोर्सानीको पातहरू यसरी खोर्सानी पनि मरिसक्यो। आइरहेको रहेछ गाइस। पसिना गाइस, यति चाहिँ गरेँ मैले। अझ यत्रो बाँकी छ। साह्रै गर्मी के, अनि झार पनि लास्टै साह्रो उखाल्नै सक्दैन मलाई। गर्दाखेरि टाइम लाग्ने कि गाइस। के गरे ल गाइस, मेरो हातबाट तिर पो आएछ। खाएछ नि यार, के भन्छ अरे जुकाले। थाहै भएन फेरि कतिखेर खाएर गएछ, हरिसकेछ। काममा व्यस्त भएपछि यस्तै भनेको नि गाइस। सकिन लाग्यो अब यति हो। अब यो मकैबारीको अलिअलि झारहरू छ, त्योहरू चाहिँ निकाल्नु पऱ्यो। यहाँ काँक्रो पनि लगाएको छु कि गाइस। फाइनली गाइस, मैले चाहिँ सबै झारहरू खानेर यस्तो बनाइसक्यो। हेर्नुहोस्, राम्री मान्छेले गरेछ। बसाइराख्यो राम्री मान्छेले। करेसाले पनि राम्रो बनाइसक्यो होइन त गाइस। थ्याङ्क्स फर वाचिङ। आजलाई यति नै, बाइ बाइ।